किताब जात्राको 7औं संस्करणमा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूमा म लगायत मेरो बाँसुरीमा हुनुहुन्छ प्रसन्न उमागाई अनि गिटार र मादलमा हुनुहुन्छ हाम्रो सौरभ चालिसे भाइ। हाम्रो तर्फबाट यहाँहरू सबैजनालाई हार्दिक नमस्कार। मैले मान्नुपर्ने, मैले माया गर्नुपर्ने, मैले पुज्नुपर्ने सबैजनालाई मैले यहीँबाट माने पुजेँ। नमस्कार। किताब जात्राको परिवारलाई मनैदेखि धन्यवाद। आजको कविता अलिकति मेरो आमाजी र बुवाको माया प्रीतिको कुरा, आमाजीले थैलीभरि सँगालेर राख्नुभएको सपनाको सम्झनाको कुरा, अनि म मेरो आफ्नै सम्झनाको त्यो यादहरूलाई सँगालेर लेखेको कविता हो थैली। आज यो थैली तपाईँहरू माझ खोल्न गइरहेको छु। हामी सुरु गर्छौँ। हाम्रो घरमा आमाजीको पुरानो थैली छ। पुरानो छ तर छ। थैलीभित्र फोटो एल्बमबाट काटेर राखेको बुवाको सानो तस्बिर छ। कान्छी बुहारीलाई आफ्नै हातले लगाइदिने सपना बोकेको नाक सजाउने फुली छ। घरमा आमाजीको पुरानो थैली छ। पुरानो छ तर छ। छैनन् त थैलीका काम चलाउने आमाजीका औलाहरू। छैनी थैलीकी मालिक। थैलीकी मालिकनीसँगै थैली हुँदा थैलीभित्र हुन्थे माया प्रीतिका कुरा गर्ने ल्वाङ्सु कुमेल, जसको बास्नाले थैली मगमगाउँथ्यो, जसको बासले थैली भरिभराउँथ्यो। थैलीभित्र हुन्थे मेरो भोग किन्ने खुद्रा पैसा, मेरो सब थोक किन्ने खुद्रा पैसा। आमाजीले दिएको 1 रुपैयाँले काजी मामाको पसलबाट किन्न पुग्थ्यो 4वटा सुन्तला मिठाई। मेरो देब्रे हातमा सुन्तला मिठाई हुन्थे अनि मेरो दाहिने हातका औँलाहरूमा 1 रुपैयाँले छोडेर गएको ल्वाङ्सु कुमेलको बास्ना हुन्थ्यो। छैनन् त अन्तिम विदाईमा 1 रुपैयाँले मेरो औँलाभरि छोडेर जाने ल्वाङ्सु कुमेलको बास्ना। तर घरमा आमाजीको पुरानो थैली छ। पुरानो छ तर छ। फुसको घरमा भुसको आगोमा मकै भुट्ने हाँडीमा आफ्नो उमेर भुटिरहेकी मेरी आमाजीले थैलीभित्रको बुवाको सानो श्वेत तस्बिर हेर्दै मलाई कथा सुनाउँथिन्। आफ्नो रङ्गको कथा, बुवासँगको कथा। चाँदी काटी रंगे वाला
मलाई पनि सिकाइदेऊ न कान्छी ल्याउने मन्त्र आवाजौँ पक्कै मारौँ घरौँ छायामा आवाजौँ पक्कै मारौँ घरौँ छायामा मौरी फुल्यो रातमा म फुल्यो माया जाने म फुल्यो माया जानेमा आवाजौँ पक्कै मारौँ घरौँ छायामा आवाजौँ पक्कै मारौँ घरौँ छायामा मौरी फुल्यो रातमा म फुल्यो माया जानेमा सानो मायालाई म फुल्यो माया जानेमा सानो मायालाई म फुल्यो माया जानेमा सानो मायालाई म फुल्यो माया जानेमा। कान्छा, तेरो बुवालाई खुबै मनपर्ने गीत हो यो। म मेरो जन्म घरको जेठी तेरो बुवाको कान्छी भएर आएँ, हुलै हुलमा हराएँ। हरेक पटक थैली खोल्दा आमाजीले बुवालाई यसरी सम्झिन्थिन्। आफ्नो जन्मघरको सर्वस्व छोडेर बुवाको भर गरेर आएकी थिइन्। उसकै नामको सिन्दुर उसकै थर गरेर आएकी थिइन्। जवानीमा कता राम्रो थियो तेरो बा, सिरुपाते जुङ्गा बदामे आँखा अलिअलि घुम्रेको कपाल कसिलो जिउ उर्दूका गजलका हरफहरू जस्तै कुरानका कलमाहरू जस्तै थिए तेरो बुवाको बोली। बिस्मिल्लाहिर्रहमानिर्रहिम पहला कलमा तैयब ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। रत परे म तेरो बुवाको माया जाल। उसै गरी मकै भुट्ने हाँडीमा भैँस भुटिरहेकी 56 वर्षे मेरो आमाजीका गालाहरूमा 16 वर्षीय गुलाबी आलुका फुलहरू फुल्थे। छैनन् त मकैसँगै आफ्नो वैंश र दुःख भुट्दै मलाई कथा सुनाउने आमाजीका ओठहरू। छैनन् त उसै आलुका फुल फुल्ने आमाजीका गालाहरू। तर घरमा आमाजीको पुरानो थैली छ, पुरानो छ तर छ। आमाजीले हामी छोराछोरीको सपना अनि बुवा घर फर्किने आसमा समय सक्दै यति धेरै थाकी छिन् कि थकाइ आमाजीलाई भेट्दा थाक्थ्यो। यो थैलीले कहिलेकाहीँ झिजो मान्दै भन्छ, ए कान्छा खोलिँदैन मेरो मुख, एकछिन सास फेर्नु छ मलाई। जब जब म थैलीको कान तान्दै उसको मुख खोल्छु, आमाजी म तिमीलाई सम्झन्छु, म तिमीलाई यसरी सम्झन्छु जसरी कसैले भगवान पुज्नु छ भन्दा म तिमीलाई सम्झन्छु। म तिमीलाई चाहेर सम्झन्छु, नचाहेर सम्झन्छु। म तिमीलाई दुःखमा सम्झन्छु, सुखमा सम्झन्छु। म तिमीलाई यसरी सम्झन्छु जसरी सम्झन्छ गुडमा भोकै बसेका बचेराले माउलाई। जसरी सम्झन्छ भरियाको पैतालाले भारी बोकेपछि हिजो भर्खर चुडिएको उसको चप्पल। जसरी सम्झन्छ जुनकिरीले हराएको उसको उज्यालो। जसरी सम्झन्छ दुबोले घाम लागेपछि आफूलाई टेकेको शीत। म तिमीलाई यसरी सम्झन्छु जसरी म सहर पसेको बेला सम्झन्थे तिम्रो आँखाहरूले मेरो आँखा। अनि सम्झन्छु चन्द्रमा जस्तै चम्किलो तिम्रो अनुहार, जसको अलिकति दाग बोकेर म यतै कतै बाँचेको छु, बाँचिरहेको छु। हजुरआमाको चपाउने दाँत झरेपछिको खाल्टो चाउरी परिरहने गाला जस्तै चाउरी परिरहने यो थैलीमा खचाखच पैसा भरेर डम्म बनाउने तिम्रो रहर हो।
तिम्रो पाठे घरको यो पाठोलाई यो थैली घर हो। तिमी ढुक्कै बस, म यो घर भत्किन दिने छैन। खुदा हाफिज आमाजी, खुदा हाफिज। हस्, एकदम धेरै धेरै धन्यवाद तपाईँको यो धैर्यताको लागि। तपाईँ सबैजनाको समय शुभ रहोस्।